नमस्ते, म डाक्टर राजेन्द्र नेपाली, वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ र मेरो कार्यक्षेत्र पोखरा नाक कान घाँटी अस्पताल सृजना चोक। र आजको जिज्ञासा छ, टन्सिलाइटिस भयो भने अप्ठ्यारोपन, कम्प्लिकेसन भन्छौँ नि, अप्ठ्यारोपनहरू के ल्याउन सक्छ त? टन्सिलाइटिस धेरै जसो मेम्ब्रानस टाइपको भयो, ब्याक्टेरियल भने कहिलेकाहीँ रगतमा कीटाणु फैलिन सक्छ, जुनलाई हामी सेप्टिसेमिया भन्न सक्छौँ। र त्यो अवस्था भनेको जटिल अवस्था हो र त्यो ज्यान लिन सक्ने अवस्था हो। एउटा त्यो भयो। अर्को, टन्सिलाइटिस भएको बेलामा टन्सिलको आकार अथवा टन्सिलभित्र पिप जमेको हुन्छ, त्यसैले टन्सिलको आकार बेसरी ठुलो भएर जान्छ, जसले गर्दा सास फेर्न पनि अप्ठ्यारो बनाउन सक्ने हुन सक्छ। त्यसको साथसाथै अरू के हुन सक्छ त, टन्सिल पाकेको बेलामा मुटुमा समस्या दिन सक्छ, जसलाई हामी मायोकार्डाइटिस भनेर भन्दछौँ अथवा मुटुको इन्फेक्सन भन्छौँ। अर्को समस्या दिन सक्छ, किडनीमा समस्या दिन सक्छ, जसलाई हामी ग्लोमेरुलोनेफ्राइटिस भनेर भन्दछौँ। टन्सिल पाकिराखेको बेलामा, एक्टिभ भएको बेलामा किडनीमा पनि इन्फेक्सन भएर जान्छ। त्यो समयमा उपचार गर्न सकिएन, भेटाउन सकिएन भने किडनी फेलियरमा पनि जान सक्छ। र साथै एक्टिभ टन्सिल पाकिराखेको बेलामा के हुन सक्छ भने हाम्रो टन्सिलभन्दा पछाडिको भागमा त्यहाँ अलिकति खाली स्पेसहरू हुन्छ, जसलाई हामी पाराफेरेन्जियल स्पेस पनि भन्छौँ। त्यस पछाडि त्यसको पछाडि अर्को रेट्रोफेरेन्जियल स्पेस भन्छौँ, होइन? यो स्पेसहरूमा चाहिँ पिप गइदियो अथवा इन्फेक्सन गइदियो भने त्यहाँनिर पिप जम्छ र जुन तल झर्दै जान्छ, त्यो तल झर्ने भनेको छातीको क्याभिटीभित्र जान्छ, जसले गर्दा ज्यान जाने अवस्था पनि आउन सक्छ। तर यो भयो एक्टिभली टन्सिलाइटिस भएको बेलामा हुन सक्ने अवस्थाहरू। यो अवस्थामा अरू रोगहरू पनि ल्याउँछ, जस्तै स्कारलेट फिभर भन्छौँ, मोनोन्युक्लियोसिस भन्छौँ, धेरै रोगहरू अरू पनि छन्। ती बाहेक अब यो टन्सिलाइटिस रेगुलरली पाकिरहेको छ, वर्षमा 3 पटक 4 पटक, होइन? अनि अलि धेरै वर्ष भइसक्यो यो पाक्न थालेको भने अहिलेको डाटा र नेपालको डाटा हेर्ने हो भने म्याक्सिमम एटलिस्ट 70% मुटुको समस्या आएको छ भने यो यङ एजमा मुटुको समस्या आएको छ भने टन्सिलाइटिसले मुटुको समस्या ल्याएको हुन्छ, जसले गर्दाखेरि त्यसको रेमेटिक हार्ट डिजिज भनेर भन्छौँ, भल्भ पनि जान सक्छ र अरू समस्या हुन्छ, जसले गर्दा 15 वर्ष 17 वर्षसम्म औषधि लगाइराख्नुपर्ने, त्यो पनि फेरि अलि अप्ठ्यारो खालको छ। र साथै टन्सिलाइटिस लामो समय भइराख्नेहरूको अर्को के हुन्छ त, रेमेटिक आर्थराइटिस अथवा हाड जोर्नीको बाथ पनि निस्कने गर्छ। विश्वसनीय सेवाको लागि एकपटक पुग्नै पर्ने ठाउँ पोखरा नाक कान घाँटी अस्पताल प्रणाली, सृजना चोक 8, टिका भवन पोखरा। फोन नम्बर 061 571 261 98 461 067 19।